वेलकम टु माई ब्लग। नमस्कार, म कुमार अधिकारी। आज चाहिँ म धेरै दिनपछि अस्ट्रियाको भियना यसो घुम्नु पऱ्यो हिँड्दैछु। आज घाम लागेको भएर तपाईँहरूलाई म हल्का देखाउँछु आज कस्तो भा भियना। जाम चलो। हेर्नुहोस् त हाम्रो राजाको चाहिँ निकालेर फ्यालिहाले चोरहरूले। यो चाहिँ अब राजै होला सायद, ओटो भन्ने राजा हो कि जस्तो। अलिक टाढाबाट देखाउँछु म तपाईँलाई। यो चाहिँ एउटा राजदरबार हो पहिलाको चाहिँ। यसको अगाडिको भाग चाहिँ यता हो। यसको मुन्टो उता फर्केको भएर यताबाट राम्रोसँग देख्दैन। म तपाईँहरूलाई यसको बाहिरपट्टिबाट पनि देखाउँछु कस्तो छ भनेर। यो अहिले तपाईँहरू देखिरहनु भएको चाहिँ भित्रको भाग हो। यो गेट हो। यहाँबाट यसरी आएर मान्छेहरू यो पुरै घुमिन्छ, घुमेर हेर्छन्। त्यो उतिहाको जस्तो यो जस्तै अर्को नि छ उहाँ यतापट्टि। हेर्नुहोस् त हाम्रो त पालाको हाम्रोतिरको त सबै फुटाएर फ्यालिदिइसकेको छ। म तपाईँलाई बाहिरबाट देखाउँछु। तपाईँहरूले मेरो पछाडि देखाइ हुनुहुन्छ अहिले, त्यही अहिलेको गेट हो त्यो। हेर्नुहोस् त यति ठुलो छ। यहाँ यो ट्रामहरू चाहिँ धेरै चल्छन्। यस्तो ट्रान्सपोर्टेसनको सबभन्दा सजिलो हो यो भियनाको। यो चाहिँ टुरिस्ट बस हो। तपाईँहरू आउँदाखेरि यसमा चाहिँ अवश्य घुम्नु होला। यो टुरिस्ट बसमा घुम्दाखेरि चाहिँ तपाईँहरूलाई भियनाको सबै ठाउँमा चाहिँ घुम्ने ठाउँमा चाहिँ यिनीहरूले घुमाउँछ। घुम्नै पर्ने ठाउँहरू यिनीहरूले घुमाइन्छ। अघिको गेट चाहिँ तपाईँहरूले यहाँबाट हेर्नुभयो भने यस्तो देखिन्छ ल। यो यतापट्टि र यतापट्टिको दरबार चाहिँ उस्तै छ। हेर्नुहोस् है, यो चाहिँ म्युजियम हो, एकदम ठुलो म्युजियम हो। एउटै म त त्यो र यो बिल्डिङ उस्तै छ। जुन तपाईँले यो देखिरहनु भएछ यो चाहिँ मारिया थेरिसा हो। त्यो माथिको मूर्ति नाम, यसको चाहिँ उहाँको नाम चाहिँ मारिया थेरिसा हो। यो मूर्ति चाहिँ अस्ट्रियाको यो चाहिँ भियनाको एकदमै बिचमा छ। यो चाहिँ मारिया थेरिस। मारिया थेरिसा हेर्नुहोस् त कति राम्रो छ यो। आर्किटेक्ट चाहिँ कस्तो दामी हो क्या। यो बनाउँदाखेरि नै कस्तो राम्रो बनाएको क्या यो डिजाइन। हेर्नुहोस् त तपाईँहरूले, म जुम गरेर देखाउँछु। हेर्नुहोस् त कति राम्रो छ।
साथै यताबाट हेर्दा चाहिँ यस्तो देखिन्छ। जाउँ अब यसो अलिकति अगाडि। चारैतिरबाट यसरी राखेको छ मूर्तिहरू। यो डल्लो चाहिँ हाम्रो नेपालतिर धुपी भनिन्छ कि के भनिन्छ साँच्ची मलाई ठ्याक्कै थाहा भएन। त्यो चाहिँ कमेन्ट गर्नलाई कसैले थाहा छ भने। धुपी भनिन्छ होला सायद, यस्तो छ। धुपी होइन होला। यदि तपाईँहरू अस्ट्रिया घुम्ने आउँदै हुनुहुन्छ, भियना घुम्ने आउनुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ समरमा आउनु होला। समरमा यति राम्रो हुन्छ कि होइन, भियना हेर्न लायकको हुन्छ क्या। जाडो महिनामा चाहिँ अब हिउँ परे हुन्छ, चिसो हुन्छ, त्यो राम्रो पनि हुँदैन होइन घुम्नलाई। तर गरिब महिना चाहिँ समरमा चाहिँ यति राम्रो देखिन्छ। तपाईँहरू यही बिल्डिङ यही अगाडिकै त्यही दृश्य हेर्नु न, कति दामी देखिन्छ। म यहीँबाट भित्र छिर्दैछु फेरि। धेरै ठुलो छ यो, परसम्म छ। तपाईँहरूले देख्नुभयो हफ बेड, यो चाहिँ मैले यो बाहिरपट्टि देखेँ है। अब म भित्र जान्छु अलिकति, म थोरै हेर्नुहोस्। हेर्नुहोस् त, यो मूर्ति चाहिँ फ्रान्सिस भन्नेको हो। यो चाहिँ 1792 बनेको रहेछ। अहिले चाहिँ अब अफिसहरू होला सायद। हेर्नुहोस् त, त्यो माथि तपाईँले देख्दा यो चेप्टो देख्छ तर गोलो चाहिँ एकदम माथि छ, हाइटमा छ। हेर्नुहोस् न, तपाईँहरू आउनुभयो भने यसमा पनि चढेर मजाले घुम्नु होला। नेपालको राजा रानीले चढेर हिँड्थ्यो पहिला, अहिले त अब राजा रानी हुनुहुन्न।